लौको मनपर्ने को हुनुहुन्छ साथीहरू? मलाई चाहिँ लौको त्यति साह्रो मन पर्दैन थियो पहिला चाहिँ होइन। जबदेखि मैले यो रेसिपी जाने त्यस पछाडि चाहिँ मेरो फेभरेट भएको छ है गाइस। सो आज चाहिँ मैले मेरो रेसिपी सेयर गर्दैछु। एकदमै इजी छ अनि एकदमै मिठो पनि। फर्स्टमा चाहिँ लौको लिने, लौकोलाई सानो सानो बनाएर काट्ने, सो तास्न हजुरलाई सजिलो हुन्छ भनेर। अनि त्यस पछाडि मैले धुन लागेँ फेरि एकचोटि होइन। अनि यसरी सानो सानो बनाएर काट्ने, सो हजुरहरूलाई काट्न पनि सजिलो हुन्छ। यो भित्रको गुदी चाहिँ मलाई मन पर्दैन गाइस, त्यही भएर मैले चाहिँ फाल्दिएँ। हजुरहरूलाई मनपर्छ भने त्यो पनि खाँदा हुन्छ। यसरी काट्ने अनि मैले काटी पनि सकेँ। त्यस पछाडि आलु 3टा आलु राखेको थिएँ, आलु पनि काटेँ। एउटा प्याज, 3टा टमाटर, अदुवा। त्यस पछाडि गाइस मैले कुकर बसाएँ होइन। कुकर धेरै तातो भइसकेपछि तेल राख्ने। अनि त्यस पछाडि म खोर्सानी लिनु आएँ। त्यस पछाडि जिरा अनि प्याज, अघि काटेको प्याज, अनि अघि काटेको आलु अनि टमाटर अघि काटेको, अनि मैले अदुवा पनि राखेँ गाइस त्यहाँ होइन। अनि लौको, अनि माथिबाट नुन राखिदिने, हल्दी हाल्ने, अनि मजाले चलाउने गाइस। सबैतिर यो हल्दी नुन सबैतिर मिक्सेस भनेर सबैतिर चलाउने राम्ररी है। अनि त्यस पछाडि खासमा लौको मात्रै पकाउँदा चाहिँ पानी राख्नु पर्दैन, तर मैले आलु पनि हालेको कारणले गर्दाखेरि चाहिँ मैले 2 कप पानी राखेँ गाइस। 1 कप मात्रै देखेको छ तर 2 कप। अनि त्यस पछाडि मैले 20 सिटी लगाएँ अनि निकाल्दाखेरि यस्तो भएको थियो। त्यस पछाडि म्यास गर्ने, मजाले आलु र लौकोलाई म्यास गर्ने। म्यास गरिसके पछाडि भनेको मैले जिरा र धनियाँको धुलो राख्दिएँ। म चाहिँ हल्का ग्रेभी नै मनपर्छ कि ड्राई भन्दा। अनि माथिबाट धनियाँ हाल्दिएँ। अनि यति धेरै मिठो भएको थियो नि गाइस, मैले चाहिँ 2 थाल भात खाएँ।